बङ्गलादेशमा 5 जनाले आन्दोलन गरेको थियो विद्यार्थीले 2/3 को सरकारलाई हेलिकप्टर चढेर भाग्ने बनायो नि त। हिजो राजाको पालोमा बोल्नु पाएन रे, किन पाएन? नबोलेको भए यिनीहरू सत्तामा आउँथ्यो। यो गणतन्त्र हुँदै होइन, यो ठगतन्त्र हो। कहिले पनि राजाको विरुद्धमा कुनै आन्दोलन भएकै थिएन। तपाईँ हामीले राज संस्था फालेकै होइन नि, राज संस्था त केही विदेशी मतियारहरूले फालेको हो। क्रोध आगोको ज्वालामाथि बसिया जस्तो भएको छ। अब पड्किन मात्र लाग्छ। भोलि यो के हो, यो बारसारले काम गर्दैन, यहाँ भाग्दैको हैरान हुन्छ। यो नेपालमा सम्भव नभएको के छ? आजसम्म यो विदेशीले नचलाएको नेताहरू हो भने यहाँ नेपालमा रहन्थे तिनीहरू। त्यहाँनिर चाहिँ बन्दा लौका कबडा व्यापार छ, त्यहाँनिर चाहिँ थोत्रो भाँडो नयाँ भाँडो साटो त्योको व्यापार हो त। धर्मको व्यापार कसले गरेको छ? गाडी चलेकै छ, हामीले ढुङ्गा मोडा गरेकै छैनौँ, तोडफोड गरेकै छैनौँ, अनि के डिस्टर्ब भयो त? हाम्रो देश एउटा हिन्दू राष्ट्र देश चाहिन्छ भन्नेको आन्दोलन हो एउटा। विदेशी मतियारहरू छ नि, यो काङ्ग्रेस एमालेका कम्युनिस्ट भनिनेहरू, यिनीहरूले फालेको। धनराज गुरुङजी पहिला मुखी जेल प्रवेश गर्नुपर्छ। आफ्नी श्रीमतीलाई बिछोड डिभोर्सको नकली कागज बनाएर अमेरिका लुगाउनु भएको छ। 15 करोड ऋण ल्याएर पैसा ल्याएर चुनावमा बाँटेर जित्नु भएको रहेछ। हिन्दू राज्य कायम हुनुपर्छ। वैदिक सनातन धर्म, यो तप भूमि, यो ज्ञान भूमि, हाम्रो मातृभूमि नेपालमा चाहिँ हाम्रो अधिकार, हाम्रो मौलिकता, हाम्रो चाहिँ यो के भन्छ, यो देशमा चाहिँ हाम्रै मान मर्यादा भएको ठाउँ, हामीले नै यो सब समृद्धता बचाएको ठाउँ, अनि हामीले पनि हिन्दू राज्य कायम हुनुपर्छ भन्दैछौँ। गुरु होइन, जसरी सडकमा देखियो नि तपाईँहरूले मात्रै बचाउने हो सनातन हिन्दू धर्म, खासै माग देखिएन, धर्मगुरुहरू देखिएन। मार्क्स त अब यो 1500 भन्दा मासतिर नै छन्। अब एउटा कुरा माथि सनातनी हिन्दूहरू छन् भन्ने देशमा हजुरहरूलाई एउटा कुरा चाहिँ याद रहोस्, यहाँ सुन्नुहोस् न, एउटा कुरा तपाईँहरूलाई के याद रहोस् भने बङ्गलादेशमा 5 जनाले आन्दोलन गरेको थियो विद्यार्थीले, अनि त्यो 5 जनाको आन्दोलनलाई त्यहाँको सरकारले यो केही होइन जाब भनेर लात हान्नाले गरेर 2/3 को सरकारलाई हेलिकप्टर चढेर भाग्ने बनायो नि त। यो पनि चाहन्छु नि, यो माहौल होइन। यहाँ एकजना छन् हिन्दू धर्मका गुरु, ऊ बौलाए, ऊ यो रोडमा कराउन थाल्यो भने भोलि यो पानीको फोरा नेपाल प्रहरीले ठाडो पारेर राख्नु भएको छ नि, यसले काम गर्दैन। स्वयं गोली हाने नि काम लाग्दैन। फेरि धेरै धर्मगुरुहरू खोइ त आज आउनु भएन। बौलाइरहेको तपाईँले त्यस्तो, तपाईँले के भन्नुभएको थियो? बौलायो भने मतलब के हो? धर्मगुरुहरू अहिले चाहिँ यस्तो भइरहेको छ कि क्रोध आगोको